एहसास की जो जुबान बन गए, एहसास की जो जुबान बन गए, दिल में मेरे मेहमान बन गए। आपकी तारीफ में क्या कहें, आप हमारी जान बन गए, आप हमारी जान बन गए। आप ही रब आप ईमान बन गए, आप हमारी जान बन गए। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर। सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी। बरफी पलुझै जोडी बन्यो सानो चौतारी, नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि। पछि दिन सधैँ आउँछ जसरी, पछ्याउने छु तिमीलाई म सधैँ यसरी। आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। बेसरी म समाउने छु, जीवनभरि नतोडिने अजम्बरी नाता भयो, बाचा भयो। ल यसो हाम्रो भिडियो सुट पनि हुँदैछ, किनभने यो पछिसम्म रहनेछ होइन। आज बेला बेला नाच्न पञ्चुसाई गर्नु हुँदैन, किनभने यो भनेको उहाँहरूको 7औं जिन्दीसम्म कैद हुने एउटा फुटेज हो। र हाम्रो क्यामेराको भाइहरू पनि रेडी हुनुहुन्छ। ल सबैजनाको ताली पनि चाहिन्छ उहाँहरूलाई।
गर्दै सुरु है। आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली कालीकोटे परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईहरुको यो उपस्थिति नहुनु थियो भने आजको कार्यक्रम यस्तो रमाइलो हुने थिएन, किनभने आजको हाम्रो वरवधुलाई यहाँ धेरैभन्दा धेरै आशीर्वाद पाइराख्नु भएको छ। ती यो आशीर्वादले गर्दा उहाँहरूको जिन्दगी उहाँहरूको दाम्पत्य जीवन जुनै जुनीसम्म बितोस् भन्ने हामी फेरि पनि यो शुभकामना दिन चाहन्छौँ। बहेरा उडेरा बहेरा उडेरा लाग्यौ नि कमालो मुटु चुडेरा लाग्यौ नि कमालो पतै नहुनी अति भयो लौ न भेटी नहुनी।